अब मेरो बुढाले भन्छ यहाँ नजिकै मनोकामना मन्दिर पनि छ जाउँ भनेर अनि आमाको पनि भाकल थियो अनि अहिलेको लागि त्यही जाउँ भनेर अनि हामी मनोकामनातिर लाग्यौँ अनि मनोकामना जाँदाखेरि चाहिँ बाटोहरूमा कति राम्रो राम्रो घरहरू कस्तो मजाले फार्मिङ गरेको के कस्तो मजाले च्याउ खेतीहरू गरेको थियो है त्यहाँको मान्छेहरूले अनि कस्तो आनन्द आउने कि चिसो छ्याक्कै चितलाङको जस्तै भइरहेको थियो अनि ठ्याक्कै हामी पनि मनोकामना पुग्यौँ हजुर यहाँको मनोकामना जानु भएको छ कि छैन लिलेको अनि त्यहाँ गएर आमालाई मैले आशामा त लिएर आएँ आमा पनि आज खुसी हुनुहुन्थ्यो आमाको मन भारी भएको थियो नि त मनोकामना जान नपाएर भाकल भएपछि त्यस्तो हुन्छ नि त आज मेरो मन हल्का भयो भन्दै बसिन्थ्यो अनि ठ्याक्कै हामी मन्दिरतिर जाँदैछौँ यहाँ चाहिँ भर्याङ थियो मैले हल्का आमालाई घुमाइदिएको के अनि यहाँ बन्दै थियो अलिअलि गेटहरू बनाउँदै हुनुहुन्थ्यो अनि हामी मन्दिर गएर चाहिँ हामीले पूजासुजा गऱ्यौँ अनि बाटोमा चाहिँ ऐसोली पनि थियो कि अनि ऐसोली चाहिँ मलाई लास्टै मनपर्छ मैले बिहे भएपछि नै खाएको अनि मेरो बुढाले चाहिँ मलाई मेरो लागि चाहिँ ऐसोली टिप्न गाउनु जानु भएको थियो माथि मलाई चाहिँ डर लाग्यो चढ्नलाई डल्छु भनेर अनि मेरो बुढालाई को त प्र्याक्टिस छ नि त पाहाडमा हिँडिरहेको मान्छे अनि त्यही भएर पुरै चढेर बुढीको लागि चाहिँ यति गर्नुपर्छ कि हजुरहरूले पनि गर्नु होला आफ्नो बुढीको लागि अनि मेरो बुढाले चाहिँ मेरो लागि पुरै ऐसोली टिपेर ल्याउँदै ओइसिन्छ अनि मैले बिस्तारै आउनु है लड्सेला भन्दैछु अनि लड्दी अनि मैले यहाँ जिस्काउँथेँ अहिले बुढीको लागि ऐसोली टिप्नु गएको फेरि लडेर हस्पिटलमा मैले रुङ्नु पर्ला भनेर जिस्काउँदैछु अनि मेरो बुढा चाहिँ बिस्तारै आएर मलाई ऐसोली दिस्यो अनि आमालाई पनि दिस्यो अनि मैले पनि खाएँ लास्टै मिठो थियो है चिसो ठाउँको ऐसोली कस्तो के मिठो थियो अनि हामीले त्यहाँ खाएर चाहिँ अनि मैले त बिर्सेला मन्दिर पूजा गर्नुपर्ने अनि आमाले हुन्छ खाना भन्छ अनि ठ्याक्कै हामी मनोकामनाको गेट मन्दिरको गेटमा आयौँ अनि त्यहाँ गएपछि कस्तो आनन्द आयो कि साथीहरू कस्तो रमाइलो ठाउँ है अनि अरू पनि मान्छे भइसक्यो तर मैले भिडियो बनाइनँ किनकि सबैको प्राइभेसी हुन्छ अनि मैले बनाइनँ अनि यतातिर चाहिँ मेरो बुढाले यहाँ कस्तो मजाको एउटा स्विमिङ पुल जस्तै छ अनि त्यहाँ चाहिँ गोल्डन कलरको माछा छ भन्दै थियो अनि मैले चाहिँ त्यहाँ पनि भिडियो लिएँ अनि हामी बुढाबुढीको हल्का भिडियो पनि बनायौँ अनि यसो घुम्न जाने बेलामा चाहिँ क्यामराम्यान नभएपछि लास्टै गाह्रो हुन्छ हाम्रो बुढाबुढीको फोटै छैन कि भिडियो पनि छैन हतपत्त त्यो अगाडि सेल्फीबाट हामीले लियौँ अनि यहाँ माथि चाहिँ फेरि अनि त्यही माथि चाहिँ पुलचौकी पनि मन्दिर छ पुलचौकी माताको मन्दिर छ अनि त्यहाँबाट फेरि यहाँमा चाहिँ पुरै पूजाको सामग्री ठिक पार्दै होइसिन्छ अनि हामीभित्र पूजा गर्न गयौँ पूजासुजा गऱ्यौँ अनि आफ्नो मनको कुराहरू सबै भन्यौँ आमाले पनि मेरो भाकल पुरा भयो सक्यो भने म अर्को मनोकामना पनि आउँछु भन्छ अनि हामी त्यहाँ पनि लान्छौँ आमालाई अहिले बर्खाको सिजन छ नि त अहिले हिँड्नु हुँदैन त्यही भएर हामीले अहिले आमालाई त्यही लगिदिउँ अनि त्यहाँबाट पूजा गरेर चाहिँ हामी फर्क्यौँ अनि आमा चाहिँ बिस्तारै आउँदै होइसिन्छ अनि आमाले चाहिँ आज मलाई कति खुसी लाग्यो मलाई नाति र मेरो नातिनी बुवाले मलाई घुमाए भन्दै होइसिन्छ अनि हामीले त पर्खिसो न आमा अझै कता कता लाग्छौँ हामीले भनिदिउँ आमालाई अनि ठ्याक्कै त्यहाँबाट चाहिँ फेरि हामी फेरि पाथिभाडा मन्दिर गयौँ आज चाहिँ हामी मन्दिर गएको गयो कि साथीहरू कहिलेकाहीँ चाहिँ हिँड्नु पनि पर्छ अनि ठ्याक्कै मन आज जुरे थियो अनि बाबा मम्मी चाहिँ हामीसँग आइसकेको थिएन बाबालाई सन्चो थिएन अनि मम्मी चाहिँ बाबालाई अब सँगै बस्नु पऱ्यो नि त छोडेर हिँड्न मिलेन अनि हामी तिनजना आयौँ आउन त हामी सबैजनालाई मन थियो तर कहिलेकाहीँ त्यस्तै हो कसैको मिल्छ कसैको मिल्दैन नेक्स्ट टाइम चाहिँ हामी सबै फ्यामिली नै आउँछौँ अनि ट्याक्क मलाई यहाँ आएपछि कस्तो मन भारी भयो कस्तो रुन पनि मन लागेको थियो तर म रुइनँ अनि कति मनमा कुराहरू हुन्छ नि त घुम्सेर बसेको हुन्छ अनि यहाँ मैले पाथिबाट आमालाई मैले सबै कुरा सुनाएँ है अनि आमाले पनि दर्शन गर्छु अनि हामी यहाँ पुजारी गुरुबुवालाई सबै कुरा दियौँ अनि पूजा गरेर मैले चाहिँ पुरै दर्शन गरेर मेरो बुढाले भिडियो बनाउँदै होइसिन्थ्यो मलाई भिडियो बनाएको मलाई थाहा पनि थिएन म त दर्शन गर्दै होइसिन्छ होला भनेर लास्टमा घर आएपछि मैले थाहा पाएको अनि टक्क मैले त्यहाँ पूजा गरेको सामान सबैले अनि कतिजनाले चाहिँ मेरो आमाले चाहिँ भन्नुहुन्छ त्यहाँ चढाएको प्रसादहरू चाहिँ घर ल्याउनुहुन्छ हुँदैन भन्नुहुन्छ क्या मलाई चाहिँ अनि कतिले त लिएर आउनु भएको थियो हामीले चाहिँ लिएर आएनौँ अनि यहाँ बत्ती सत्ती बाल्यौँ अनि मेरो बुढाले पनि बाल्छ्यो अनि मैले पनि बालेँ अनि मेरो बुढाले चाहिँ मैले मजाले पूजा गर्छु है भनेर भन्दै थियो अनि मेरो बुढाले चाहिँ ल भन्दै होइसिन्थ्यो अनि आमाले पनि पूजा गर्छु अनि मैले पनि धुप बालेँ अनि यतिको चाहिँ हुनुपर्छ कि अहिले त्यहाँबाट फेरि हामी घरतिर फर्क्यौँ अनि फर्किन्छ बाटोमा चाहिँ लेलेमा सरस्वती कुण्ड भन्ने मन्दिर छ त्यहाँ चाहिँ सरस्वती पूजाको दिन कत्रो मेला लाग्छ अरे आमाले भन्छ अनि त्यहाँ पनि हामीले पस्यौँ अनि यहाँ एउटा बुवा चाहिँ पैसा माग्दै भइसक्यो कि पैसा दिनु भने तर रक्सी खाएर चाहिँ लुट भएको थियो यहाँ टक्क म भित्र मन्दिरमा छिरेँ अनि पुरै मैले परेवा उडाइरहेको थिएँ परेवाले चाहिँ दाना खाँदै थियो तर उडाउनु चाहिँ नहुने तर पनि हल्का उडाएँ अनि कस्तो मजाको पानी आइरहेको थियो अनि भोक पनि लाग्यो नि त अनि पूजासुजा गरेर हामीले खाजा खायौँ आज दिवाली भएर आमाले भेज खाइसक्यो अनि हामीले चाहिँ मन्दिर गएको बेलामा त माछा खानु हुँदैन भन्छन् है तर आज हाम्रो दिवालीको ऊ भएर चाहिँ हामीले त्यहाँ हल्का खायौँ अनि बाटोमा फेरि आमालाई फ्यान्टा खान मन लाग्यो अरे चिसो खान मन लाग्यो अनि हामीले यो किनेर खायौँ अनि फाइनली हामी घर आइपुग्यौँ साथीहरू हजुरलाई हाम्रो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट र फलो चाहिँ गर्नु होला है भिडियोमा कति कुरा मैले भन्न पनि बिर्सेँ होला कति कुरा मिस्टेक भयो त्यसको लागि सरी।